जय गौ सेवा धारणले जय। आज हाम्रो तेस्रो दिन हो र तेस्रो दिन पनि त्यही अनुसार क्रमशः चल्छ र मैले पहिलो दोस्रो दिनको भिडियो हाल्न पाएकै छैन। धेरै चल्छ गरेको यहाँ तिम्रो नाम के हो? पिन्टु गुलागाई। बुझेन यहाँ सुनेन नि यिनीहरूले सुनेन विचार गर कहाँ जान लागि त राधेश्याम भन्देऊ नि राधेश्याम आरती हुँदैछ र आरती पश्चात फेरि हाम्रो हल्का प्रसाद एउटा फलारी प्रसाद ग्रहण पश्चात कृष्ण कृष्ण राधे 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 श्याम हरे राम राम कृष्ण हरे कृष्ण 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 हरे 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 राम हरे राम। भगवान सर्वसर्वेश्वर श्री कृष्ण चन्द्रको सुन्दर जुन कथालीलाहरू छन् श्रीमद् भागवत महापुराणको कथालाई हामी श्रवण गर्नका लागि उपस्थित भइसकेका छौँ। श्रवण गर्दै गर्दै हामीले पहिलो दिनलाई पनि श्रवण गर्यौं, दोस्रो दिनलाई पनि श्रवण गरेर आज तेस्रो दिनको यो पावन प्रथम सत्रलाई प्रातःकालीन सत्रमा प्रभु तिम्रो जय जयकार। अरू चीज जति जति चीजहरू छन् तिनीहरू प्रदान गरे, तर एकमात्र संसारमा विदुरजी हुनुहुन्छ जसका घरबाट मैले त्यो भक्ति पूर्वक दिएका ती प्रसादीलाई त्यो केरा कदलीको फललाई मैले ग्रहण गरेको थिएँ। छन त त्यो एउटा केराको फल मात्रै थियो, तर त्यसमा भक्ति मिसिएका कारणले गर्दा त्यो अनन्त अनन्त गुणा भएको थियो। तर विदुरजीका घरमा गएर मैले यो परम ज्ञान तपाईलाई बताएको छु। यो ज्ञान के गर्नु त बताइ बक्सनुहोस् है। किनभने सुख प्राप्ति हुनेवाला उपाय बताउनु भएको छ। अशेष संक्लेश समं विदप्ति गुणानुवाद श्रवणं गारेः। अशेष संक्लेश, क्लेश भनेको कष्ट दुःख, अशेष भनेको हरेक प्रकारका, समम भनेको नाश गर्नेवाला एउटै मात्र चीज भनेको के हो त भन्दा गुणानुवाद श्रवणं गारेः। गुणानुवाद भगवानले कसरी संसारको उत्पत्ति गर्नुहुन्छ, जीव र जगतको उत्पत्ति गर्नुहुन्छ त्यसको बारेमा वर्णन गर्दै 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 अगाडि गएर 10 सृष्टिहरूको बारेमा वर्णन गरिबक्सनु भएको छ। प्रेमले भन्नुहोस् भक्तवत्सल भगवानको, आनन्द कन्द भगवानको, सच्चिदानन्द भगवानको। समाजज्ञ सज्जन, हामीले श्रवण गर्दै 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 अहिले यो प्रातःकालीन सत्रलाई अब विराम गर्ने समय भएको छ। मध्याह्नको 12 बजिसकेको छ। अब फेरि हामी 2 बजेदेखि 4-4:30 बजेसम्म यसरी नै दिव्य तरिकाले श्रीमद् भागवत महापुराणका ती कथाहरूलाई वाचन गर्नेछौँ। हजुरहरू पनि स्थिर भएर धैर्यतापूर्वक श्रवण गर्नुहुनेछ। सबैभन्दा पहिले एउटा भजन, तत्पश्चात आरती गर्दै गर्दै अहिलेलाई हामी विश्राम गर्नेछौँ। श्री कृष्णचन्द्र भगवानको जय। श्री कृष्ण कन्हैया लाल को, आनंद कंद भगवान को। राम के नामले संसार चिनाउँछ, यही नामले भित्री मन हसाउँछ। राम नाम जपना, राम नाम जपना, दिलको ढोका रामलाई खोलना। राम नाम खोलना, राम नाम जपना, राम नाम जपना, दिलको ढोका रामलाई खोलना। रक्षा करना, राम नाम जपना, दिलको ढोका रामलाई खोलना। राम
आरती दुखियों को दुख से सर्वेश्वर भगवान को भागवत भगवान को पुराण पुरुषोत्तम भगवान को श्यामल रामचंद्र भगवान को पवन पुत्र हनुमान को सांब सदा शिव भगवान को सूर्यादि नवग्रह देवी देवता को गौर्यादि षोडश मातृका को वास्तु पुरुष भगवान को यज्ञ नारायण भगवान को वेद पुरुष भगवान को जगत जननी दुर्गा माता को काली माता को पातिभरा माता को पिंडेश्वर धाम को सतरा धाम को विष्णु पादुका धाम को वराह क्षेत्र भगवान को। हाम्रो चाहिँ भर्खरै हाफ भएको थियो। जाउँ जाउँ। तपाईँ यहीँ त हुनुहुन्छ? मलाई थाहा छैन, म भिडियो एडिट गर्दै थिएँ। हाम्रो भर्खरै हाफ भएको थियो। अब चाहिँ सुरु भइसकेको छ, गुरुले सुरु गरिसक्नु भएको छ। अब हामी जान्छौँ, हामी आफ्नो कर्म गर्छौँ। यसपछि चाहिँ अहिले हाम्रो अर्को गुरु पनि हुनुहुन्छ है। आमामा मेरो मोबाइल ह्याङ लागिसक्यो, त्यति धेरै भिडियो छ, एडिट गर्न पाएकै छैन। अहिले 1 घन्टाको टाइम थियो, एडिट गर्दै थिएँ। अब त्यो भागवतको कथा हल्का फुल्का छ, त्यो हालौँ कि नहालौँ नहालौँ भइरहेको। त्यो सुन्दैन कसैले। ब्लग भनेको छोटकरी हुन्छ, सो त्यसैले काटिकुटी हालिरहेको छु। तर भागवत कथा त छुट्टै हाल्दैन सक्छु होला मैले। लेट सी, तर मोबाइलले कति थाम्छ त्यो अनुसार हुन्छ। अब म जान्छु। प्रश्न रोज दिनुहुनेछ है त। सबैभन्दा सुरुमा उठ्नु होला र एउटा प्रश्न रोज्नु होला। रोज्नु सबैभन्दा 10 अङ्कसम्म। 1 पनि रोज्न सक्नु, 2 3 4 5 गर्दै 10 सम्म तपाईले रोज्न सक्नुहुन्छ है। 9 सम्म रोज्न सक्नुहुन्छ। उठेर हात उठाएर भनिदिनु होला है, कसले यहाँदेखि देखिँदैन नि। 9 नम्बर। ज्ञान र वैराग्य कसका पुत्र थिए? 9 नम्बरको प्रश्न रहेको छ, ज्ञान र वैराग्य कसका पुत्र थिए? अगाडि आइदिनु होला अनि पुरस्कार वितरण लिदिनु होला। आउनु होला। उहाँले कथा ध्यान दिएर सुन्नु भएको रहेछ। नेपाल रहेको छ कृष्ण समूहको। एकजना पिताजी कसैले उठेर नम्बर रोज्दिनु होला। रोज्नु भयो कसैले? खै सेलायो त हो। कसैले पनि नम्बर रोज्नु भएन, त्यही भएर हामी 1 नम्बरको प्रश्न सोध्नेछौँ। पिताजीहरूको लागि पहिले पिताजीहरूको लागि 1 नम्बरको प्रश्न रहेको छ, कर्दम ऋषि र देवहूतिको गृहमा भगवानले कुन रूप धारण गरेर आउनु भएको थियो? बडो सजिलो प्रश्न रहेको छ। आज दिनभरिको कथामा हामीले त्यही श्रवण गरेका थियौँ। हुन्छ भन्दिनँ। टेन्सन रहेको छ। ल यो प्रश्न रहेको छ अब राधा समूहका लागि। अब जसले पनि उत्तर दिन सक्नुहुन्छ माताजीहरूले उठेर। बडो सरल रहेको छ, त दुवै समूहले मिलाउनु भएको छैन। त्यही भएर यो प्रश्न अब अपरेटर मित्रका समीपमा पुग्दछ है। दुईजनाले धेरै कथाहरू श्रवण गर्नुभएको छ। अब आएको छ हाम्रा गुरुहरूका समीपमा। गुरुहरू, कलाकार गुरुहरू, तथा शुभम तिवारी गुरु। कपिल भगवान एकदमै सही एन्सर रहेको छ। हाम्रा सुजन गुरुले सही एन्सर दिनुभएको छ। जोरदार तालीले सम्मान प्रदान गर्नुहोला। बडो श्रीमद् भागवत महापुराण उहाँको लागि एउटा रिसर्च कार्ड हामी राखिदिनेछौँ। अब राधा पक्षको आयो पालो। एउटा नम्बर रोजिदिनु होला एकजना उठेर। 1 देखि 9 सम्ममा 1 र 9 गइसकेको छ। अब अरू एउटा रोजी हाल्नु तपाईहरु। 4 नम्बर 4 नम्बर। पृथ्वी जलमा डुबेको बेला कुन भगवानले उद्धार गर्नु भएको थियो? कति सरल प्रश्न, कति सरल प्रश्न। जोरदार तालीले एकदमै सही एन्सर रहेको छ।
सुन्दर उत्तर प्रदान गर्नुभएको छ। पुनः एकपटक जोडजाड तालीले सम्मान प्रदान गरौँ। दिनभरि हामीले कथा सुन्यौँ तर यताबाट सुनेर यताबाट उडाएछौँ क्या र? त्यही भएर उत्तर दिन भने सकेनौँ। ध्यान दिएर श्रवण गरौँ, मनमा चिन्तन गरौँ अनि मात्रै त्यो कथाको फल हामीलाई प्राप्त हुन्छ है। सुन्ने मात्रले केही पनि हुँदैन। त्यसलाई आफ्नो जीवनमा धारण गर्यौँ भने, आफ्नो मनमा चिन्तन गर्यौँ भने मात्रै हामीले पूर्ण रूपमा फल प्राप्त हुन्छ। सच्चिदानन्द भगवानको जय हो। तत्पश्चात सफल वर्तुलाले यस उपहारलाई ग्रहण गर्नुभएको छ। भान्जा बाबु भएका कारणले गर्दा उनलाई पनि सम्मान प्रदान गरिदिनु होला। र हाम्रो ज्ञानमञ्चलाई स्थगित भएको जानकारी गराउँदै अब अन्तिममा हामी कार्यक्रमको स्थगित हुने बेलामा एउटा सुन्दर भजन गाएर हामी भजनमा छमछम नृत्य गर्नेछौँ अनि त्यहाँबाट इच्छा भइसकेपछि आफ्ना आफ्ना घरतर्फ प्रस्थान गर्नेछौँ। सबैजनाले एकपटक भनिदिनुहोस् राधे राधे। सच्चिदानन्द भगवानको श्रीमद् भागवत महापुराणको भक्तवर भगवानको जय जय श्री राधे श्याम। कृष्ण कन्हैया लालको। ल सबैजना नाच है। कहाँ होला बैकुण्ठ भन्ने ठाउँ, बैकुण्ठ भन्ने ठाउँ, हरि हरि भन्दै मन पाऊँ इन्द्र कमल फुल यो पापी संसारमा परिरहन भुल, यो पापी संसारमा परिरहन भुल। कहाँ होला बैकुण्ठ भन्ने ठाउँ, बैकुण्ठ भन्ने ठाउँ, हरि हरि भन्दै सबै तिम्रो के चढाउँ